यो चाहिँ अर्ग्यानिक सिक्किमको राइस भयो इछुम रे इकिछुम खान्छु नम्नी सन्नी मे पसम गाए ngadi छुम दिला अजिया लेखेर डुब्बा टिबेटन मिस खिचडीको सानो होमस्टेमा नयाँ सेफ्ट के भन्छ सेफ्ट म त आउँदैन इङ्ग्लिस प्रोनाउन्स आउँदैन कि इङ्ग्लिस र मेरो नाता चाहिँ अलिक उयो छ टाढो टाढो छ कि त्यति टाढो पनि होइन कि तर एक दुईवटा वर्डले चाहिँ मलाई साह्रो तर्पाउँछ कि अन्त कन्स्टिट्युएन्सी पनि मलाई कन्स्टिट्युएन्सी भन्नु मनपर्छ हो कन्स्टिट्युएन्सी भन्नु मनपर्छ आई लभ द्याट वर्ड होइन किनभने मलाई कन्स्टिट्युएन्सी पनि भन्नु आउँदैन नि त एन्ड नाउ सी इज यो चाहिँ कोडकनाथको अन्डा यहाँ बोइल हुँदैछ हो अर्ग्यानिक राइस रेडी भयो अलिकति तातो खानु हुँदैन म चाहिँ सेलाएर खानुपर्छ मेरो नोज ब्लिडिङ प्रब्लम हालैमा त्यो प्रब्लमले गर्दा होइन अन्त जिरा पर्खायो मेरोमा सानो कराई स्टिलको कराई छैन र दुईजनाको लागि मात्रै भएर चाहिँ हालुङ्गेको कराईमा पकाएँ हो अन्त स्टिलको चाहिँ ठुलो भएको छ नि हो उहाँ चाहिँ अब हाम्रो सेफ हुनुहुन्छ सेफ हुनुहुन्छ हेर्नुहोस् है 100% नन अर्ग्यानिक प्याज र टमेटो चाहिँ पकाएर चाहिँ त्यहाँदेखि चाहिँ लेट्स सोपिङ दिस राइस नि घिमा है घि लगाएन मिठो भइहाल्छ यसमा अलिकति गनाउने मलाई त गनाउने सब्जी नै मनपर्छ कि लेट्स पुट लिटल बिट किनेमा हो अलिकति स्मेल गनाउने गन्दा घिनलाग्दो मचा कुहेको जस्तो गनाउँछ मेरो सब्जीमा होइन कुहेको गन्दा छैन भने आई डोन्ट लाइक टु हेभ हो अन्त एक स्लाइस चिज फ्याँकिदिने अन्त बन्च अफ अन्डा हामी दुईजना खाने ल खाइदिउँ ल मन दुखेन कि खाना बनाउनु लायो भनेर त्यति बेला सेवा गर्दा भयो नि हिजो अस्ति मैले 1 लाख रुपियाँ ट्रान्सफर गरिदिएको अन्त खर्च गान्तोकको खर्च अब यस्तो आइनी त पाउँदैन पनि अन्त यसो छामले यसो आज खाना एक कडी बनाउन भन्दाखेरि अलिक अनुहारमा चाहिँ अलिकति खुसी छ कि तर मनभित्र चाहिँ रिसले मर्दैछ अब त्यो प्याज ब्राउन भयो भने टमाटर पनि उयो फ्राई गरेर त्यहाँदेखि लेट्स पुट स्टिङ्की किनेमा अन्त यहाँ चाहिँ अब इस्कुसको फार्म होइन यसपालि चाहिँ म चाहिँ इस्कुस फल्यो भने चाहिँ अब इस्कुसको मालिक हुनेवाला छु हो मेरोमा छनु त केही छैन इस्कुस चाहिँ छ हो अन्त यो एभोकाडो त छँदैछ हजुरहरूलाई थाहा छन् त्यस्तो रहेछन् है कुखुराको सुली मात्रै देखाउनु बाँकी छ भन्छ क्रिएटरले कुखुरा पनि छैन त्यो सुली देखाउँ भन्दा पनि मेरोमा कुखुरा पनि छैन एउटा काली थियो कुखुरा थियो ऊ पनि मलाई छोडेर गयो त्यस्तो छ अब ल अब यो सब्जी चाहिँ यति बेसी भयो यति साह्रो फलेको छ म चाहिँ यहाँ रुम डेकोरेसन गरेर राखिदिएँ ल दिस इज अब यो फुल हो प्लिज म्युजिक अफ गर्नु मेरो कपिराइट हुन्छ प्लिज बालिहाङ तङनामको छाङको कन्टेनर चाहिँ हेर्नुहोस् है यहाँको छाङको कन्टेनरलाई चाहिँ मैले योक्समबाट चोरेर लिएँ मैले झोलामा छाङ दिनुभएको थियो कमिटीले अन्त छाङ खाइकन चाहिँ मेरो बल्ल झोलामा हालेर लिएर अहिले मेरो यहाँनिर चाहिँ फ्लावर बासमा युज गरेँ मलाई मार्छ होला योक्समकोले हेर्नुभयो भने अन्त यति छ अहिले फुलहरू टिप्नु माया लाग्यो फुल त छन्नु त थुप्रो फुलेको छ अन्त किनेमाको फ्लावर बास यतापट्टि चाहिँ मेरो कफी फार्म है कम्ती सानो छ 10 बोट जति छ होला अन्त सबैसँगै छ नि खिचडी मिचडी पपाया पनि छ नखीमा त्यहाँ फलिरहेको छ सिबी फल्दैछन् 1 बोट सिबी अन्त घरको फ्रन्टमा चाहिँ मौसम्बी यो स्विट लाइम भन्नु के भन्नु अझै ठुलो हुन्छ दाना ठुलो हुन्छ त्यहाँदेखि ओरेन्ज कलरको हुन्छ त्यहाँदेखि रेडी टु इट साह्रो गुलियो जुसी हुन्छ हजुरहरूले पनि रोप्नु भयो भने चाहिँ राम्रो हुँदो रहेछ है हाम्रो टासिदिङ अब सिक्किममै हुन्छ होला अलिक जाडो ठाउँमा चाहिँ हुँदैन होला यतिकोमा चाहिँ राम्रो हुँदो रहेछन्
छन छन वेलकम टु हाल्नु अब यो स्लाइड यो हाल्दिनु कम्ती पानी हालेर हो दिएको छ पता हात हान्छ तिम्रो हात 2 किलोको हात अब सुप हालेर यो अन्डा फ्यान्छ अन्डा फ्राई नगरौँ ल बेसी फ्राई नगरौँ ल हामी दुईजना दामी हुन्छ पास्ताना मात्रै खान सक्ने रहेछ ल ल सुप हाल हाल न सबै हाल्नु तपाईले हाल्नु न सबै डाल्नु न भिडियो लामो हुन्छ के भयो बोल है अब यो पनि नमिला अझै त्यति नै हाल्नु हात त कत्रो ठुलो यसको हात भगवान कराई भन्दा ठुलो हात छ के लाग्यो कराई सानो भएको some put the under okay Aktum be careful okay now let it boil no need to touch tapi त्यही प्लेटमा खाना खानुस् ल हुन्छ म खाना पस्काउँछु ल हुन्छ ग्यास अलि बढाउनुस् त सबै बाहिर निस्किन्छ इट्स नट गुड बाइ अब तपाईको हात के भनेर थ्यांक यू आजको लागि यति नै बाइ बाइ